खाना खाने बित्तिकै ब्रस गर्ने बानी छ भने यो भिडियो तपाईँहरूको लागि। यसले तपाईँहरूको दाँतमा के कस्तो असर पार्छ भन्ने जान्नको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। जब हामी खाना खान्छौँ, हामी खाना खाँदाखेरि चाहिँ हाम्रो ओरल क्याभिटीको pH चाहिँ घटेको हुन्छ। ओरल क्याभिटीको pH भ्यालु घटेको कारणले गर्दाखेरि हाम्रो दाँतको सबैभन्दा स्ट्रङ्गेस्ट पार्ट, जसलाई इनामेल भन्छौँ, इनामेल चाहिँ सफ्ट भएको हुन्छ। यसले गर्दाखेरि चाहिँ इनामेल घिस्रिने, त्यस्तै गरेर चाहिँ दाँत चाहिँ सेन्सिटिभ हुने र दाँतको सुरक्षा तह चाहिँ बिस्तारै पातलो हुँदै जाने गर्छ। र लामो समयसम्म यो बानी रहिराख्यो भने चाहिँ दाँत छिट्टै सेन्सिटिभ हुने। यो कुराहरूलाई चाहिँ अझै धेरै केले बढाउँछ भन्दाखेरि चाहिँ एसिडिक फुडहरू खानु भएको छ, कफी, सोडा, जुसहरू खानु भएको छ भने र तुरुन्तै ब्रस गर्नु भएको छ भने यी कुराहरू झनै छिटो बढ्ने हुन्छ। र यस्तो अवस्थामा चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ आधा घन्टादेखि लिएर 1 घन्टासम्म वेट गर्न सक्नुहुन्छ। जसको कारणले गर्दाखेरि तपाईँको सलाइभाले तपाईँको नर्मल pHलाई चाहिँ मेन्टेन गर्छ। अथवा तपाईँहरूले चुइगमहरू चबाउन सक्नुहुन्छ, जसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ सलाइभाको प्रोडक्सनलाई चाहिँ हाई गरिदिन्छ।